कुनैको वितण्डता, अराजकता, उदण्डता, क्रूर र मध्ययुगीन बर्बरतालाई तपाईँ आन्दोलन हुनुहुन्छ, कार्यक्रम भन्नुहुन्छ हो। नयाँ पुस्तालाई पञ्चायती शासकले के गरेका थिए उहाँले पढ्नु भएको थिएन। उहाँहरूलाई थाहा हो कि राजा नआउँदै चाहिँ त्यस्तो हुँदो रहेछ। ज्ञानेन्द्रको निर्देशनमा, प्रत्यक्ष निर्देशनमा हो, दुर्गा प्रसाईद्वारा मचाइएको वितण्डता, क्रूर हत्या, जिउँदै जलाएर चाहिँ मार्ने, पत्रकार मार्ने सम्मको अमानवीय क्रूर हत्यामा संलग्न पात्र हेरेपछि थाहा भयो कि राजा आउँदा के हुँदो रहेछ, राज संस्थामा के गरिँदो रहेछ भन्ने कुराको एउटा झल्को तिनकुने घटनाले दिन्छ। त्यसकारण त्यसलाई कार्यक्रम होइन, आन्दोलन होइन। त्यो के हो भन्दा मण्डलीहरूको वितण्डता थियो, क्रूर र अमानवीय व्यवहार थियो। हिजो जे गर्थे पञ्चायती शासकले त्यसैको के हो पुनरावृत्तिको रूपमा तपाईँले तिनकुने आसपासको घटना लिन सक्नुहुन्छ। त्यो आन्दोलन होइन, कार्यक्रम होइन। त्यस कारणले गर्दा मैले भन्नै पर्छ कि संविधानको माताहतमा बसेर आफ्नो भूमिका निर्वाह नगर्ने ज्ञानेन्द्र सारलाई पनि के गर्छ, अब तपाईले चाहिँ कानुनको दायरामा ल्याउनु पर्छ, सरकारले तत्काल कारबाही गर्नुपर्छ भन्ने हाम्रो। अब माननीय जो तपाईँले आफैले पनि भन्नुभयो पूर्व राजा दोषी छन्, उहाँकै निर्देशनमा भन्नुभयो। स्थानीय सरकारले उहाँलाई दोषी ठहर गरेर जरिवानाको चिठी काट्दा पनि संघीय सरकार किन चुप हो, किन मौन हो? दोषी हो भने त कारबाही गर्नु पर्यो नि त। यहाँको प्रश्नमा हाम्रो पनि त्यही माग छ। हामीले औपचारिक संसदमा पनि भनिसक्यौँ कि पूर्व राजा ज्ञानेन्द्रको प्रत्यक्ष निर्देशनमा उनले तोकेको कमान्डरबाट भएको जुन हत्या हिंसा छ त्यसको जिम्मा, त्यसको दोषी चाहिँ ज्ञानेन्द्रै छन्। ज्ञानेन्द्रलाई तत्काल कानुनको दायरामा ल्याउनुपर्छ, सेवा सुविधा र सुरक्षा खोज्नुपर्छ, उनलाई चाहिँ अनुसन्धानको दायरामा ल्याउनुपर्छ, गिरफ्तार गर्नुपर्छ भन्ने मान्यता हाम्रो कायम छ। त्यति मात्र होइन, राप्रपा पनि आज पनि सम्मानित सदनमा चाहिँ अब वितण्डता मचाएको देखिन्छ। तपाईँले राप्रपा पनि संविधानको माताहतमा बसेर निर्वाचनमा गएर संविधानमा को जगमा उभिएर शपथ खाएर जो बस्नु भएको छ। यदि तपाईँहरू चाहिँ अब राजावादी हो भने, राज संस्थाको पक्षधर हो भने तपाईँले लोगो खोल्नुहोस्, यो चाहिँ यहाँबाट निस्किनु छ, बानेश्वरबाट निस्किनु, सडकमा जानुहोस्, राज संस्थाको पैरवी गर्न पाउनुहुन्छ। संविधानले राजा चिन्दैन, राज संस्था चिन्दैन। त्यस कारण यो संविधानको माताहतमा बसेर नगर्नेलाई चाहिँ के गर्नु पर्यो, सामान्य सभाले मार्च लाएर निकालिदिनु पर्थ्यो, आज निकाल्नु भएन। मेरो मान्यता निलम्बन गर्नुपर्छ, निकालिदिनु पर्छ। पूर्व राजालाई जेल हाल्नुपर्छ भन्ने मान्यता हजुरको? अनुसन्धान दायरा ल्याउनुपर्छ, गिरफ्तार गर्नुपर्छ। हत्या हिंसामा संलग्न भए जेल जानु त स्वाभाविक। धन्यवाद।